तपाईँ हुम्लाको माननीय हो? मेरो नाम हेमराज थापा। नमस्कार है। नमस्कार हजुर, नमस्कार। यता बाजुराको मान्छे मैले चिने हजुर, चिने। अनि नमस्कार हजुर। नमस्ते। अनि हुम्लातिर त अनि फेरि पनि हुम्लीहरूले त आक्रमण गर्न थालेछन् नि सर, के हो यस्तो? यो समाचारमा तपाईँ अब विश्वास नगर्नुहोस् है। हिजो पनि त्यहाँ आएर घरहरू फाल्यो, घरहरू सिटकायो भन्ने छ। सुन्नु न हेमराजी, कुरो के हो भने यो यथार्थ कुरो के हो भने हाम्रो अनिलजी र अनि यो के हाम्रो यो के कस्तो नाम लाग्यो ती भाइको, त्यो ठट्टा गर्ने हिसाबले उहाँले बोल्नु भएको छ। त्यही कहिले? हिजो सूचनालाई त्यही ठट्टा गरेको कुरोलाई एकदमै बाहिर ल्याएछन्। हिजोको कुरा हो यो। हुम्लाबाट कुनै पनि मान्छे अब माननीयज्यू माननीयज्यूले के कुरा बुझ्नु पर्यो भने अस्ति जे आक्रमण भयो त्यो आक्रमणका अपराधीहरू पनि अहिलेसम्म समातिएका छैनन्, एउटा कुरा। दोस्रो कुरा, हाम्रो हिमालीको युवाहरूले त्यहाँ त्यत्रो जाम गर्दाखेरि मानवता आदि सबै कुरा हेरेर त्यो गर्नु हुँदैन, यसको अर्को तरिकाबाट समस्याको समाधान गर्नुपर्छ भनेर हामीले युवाहरूलाई ल ब्याक हुनुहोस्, हामी चाहिँ अपराधीहरूलाई समात्न लगाउँला भनेर भन्यौँ। त्यसपछि त्यो एक किसिमको एग्रिमेन्ट पनि भयो, त्यो मान्छेहरू पनि अहिलेसम्म समातेका छैनन्। हामीले निरन्तर हुम्लाको सिडिओहरूसँग बाजुराकोसँग छलफल गरिरहेछौँ। फेरि हिजो चाहिँ फेरि आएर फेरि घरहरू चाहिँ फाल्यो भन्ने यो एउटा एक सामाजिक सञ्जालमा जे देखेको छ त्यसले, यहाँ मेरो कुरा सुन्नु न, यसमा यसमा सुन्नु न, बाजुराकाले गर्ने कुरा भएन। अनि अहिले फेरि त्यो अपराधिक मानसिकताका मान्छेहरू अर्कालाई कसैलाई फसाउनका लागि पनि गर्न सक्छन् नि हजुर। यहाँ सुन्नु, अब त्यही त, अब अहिले माननीयज्यूले के कुरा बुझिदिनु पर्यो भने त्यो कुरा सुनिसकेपछि त्यहाँ फेरि हामी बाटो ब्लकेजमा जान्छौँ भनेर त्यहाँको युवाहरू भनिरहेछन् होइन, हिमालीको। हामीले त्यस्तो नगर्नुहोस् भनेका छौँ अहिलेसम्म। अब अस्ति फेरि तपाईँकै त्यो सामाजिक सञ्जालमा मैले के देखेको थिएँ भने बाजुराको माननीय र तपाईँले चौकी नै नबनाउने सहमति गऱ्यौँ सिंहदरबारभित्र भनेर नि लेख्नु भएको थियो हजुरले है। अब यसो हो क्या, अब तपाईँ त्यहाँको होइन, आइजिबीको हामीले के भन्यो, नबनाउने भनेको होइन, तत्काल अहिले विवाद